त्यो अन्तराल एकदमै लामो जस्तो लाग्यो है। मलाई त लाग्यो, तपाईँहरूलाई कस्तो लाग्यो? रात ढल्दै थियो। नेपालको आकाशमा चिसो हावासँगै शीतल हावा पनि बगिरहेको थियो। कहीँ कतै एउटा कोठामा पुरानो टेलिभिजनको निलो प्रकाश बलिरहेको छ। स्क्रिनमा अङ्कहरू बदलिँदै थिए। धेरै वर्षदेखि एउटै कथा दोहोरिएको जस्तो। पुरानो शक्तिको अङ्कमाथि जाँदा नेपाली र नेपाल आमाको अनुहार एउटा वेश्या महिलाको अस्मितामाथि पालै पालो आक्रमण गर्दै गर्दा निस्किएर लखतरान परेर एउटा शान्तिको सास लिएको जस्तो त्यो नेपाल आमाको अनुहार हेर्दा मेरो पनि साँच्चीकै आँखामा आँसु थियो। कोही चुपचापसँग मोबाइल स्क्रोल गर्दैछन् र कोही भने भित्ताको टेको लगाएर बसिरहेका छन्। र त्यत्तिकैमा अचानक स्क्रिनमा एउटा नाम अगाडि सरेको देखियो, राष्ट्रिय स्वतन्त्र पार्टी। र कोठाभित्र सन्नाटा केही सेकेन्ड अडियो र त्यसपछि कसैको मुखबाट बिस्तारै निस्कियो, वाट? साँच्चीकै हो र? बाहिर गल्लीमा मोटरसाइकल हर्न सुनियो। केही युवाहरू झन्डा हल्लाउँदै दौडिराखेका छन्। कसैले बिस्तारै मोबाइल उठाएर आफ्नो साथीलाई फोन लगायो, हेरेको छु, परिणाम त बदलिँदैछ त। र कतै आमाले आफ्नो छोराको अनुहारमा हेरिन् र भनिन्, सायद मेरो छोराको जिन्दगी केही फरक होला। यही आशा। यो केवल चुनावको परिणाम मात्रै थिएन, यो धेरै वर्षदेखि मनभित्र दबिएर बसेको आशाको ढोका खुल्ने आवाज थियो, साँझको आवाज थियो। र आज राष्ट्रिय स्वतन्त्र पार्टीले सिट मात्रै जितेन, सम्पूर्ण नेपालीको एउटा विश्वासलाई पनि जितेको छ। तर यो केवल एउटा सुरुवात मात्रै हो, किनकि नेपाली जनताले उनीहरूलाई कुर्सी मात्रै दिएका छैनन्, उनीहरूलाई एउटा जिम्मेवारी पनि दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई बधाई एवं शुभकामना। अब देश हेर्दैछ र जनता पर्खिरहेका छन्। के यो आशा साँच्चीकै परिवर्तन बन्न सक्ला त?